केही कुरा तपाईँलाई दृष्टान्त भनेको घटना अथवा कुनै एउटा उदाहरणबाट चित्रबाट थुप्रै आत्मिक कुराहरू हामी हेर्नेछौँ। यो बुद्धि गएपछि तपाईँहरूलाई एकदम मजा लाग्नेछ। अब एकदम ध्यान दिनुहोस्, पृथ्वीको इतिहासलाई दुई भागमा बाँड्न सकिन्छ। हाम्रो नेपालको इतिहासलाई हामी धेरै भागमा बाँड्न सक्छौँ। मल्लकाल, लिच्छवीकाल, शाहकाल, राणाकाल, फेरि शाहकाल, फेरि प्रजातन्त्र, यस्तो गर्दा हामी बाँड्न सक्छौँ। यो सिँगै पृथ्वीलाई हामी दुई भागमा बाँड्न सक्छौँ। दुईवटा युग सिँगै पृथ्वीको। कति सजिलो। तपाईँले राजाको नाम सम्झिन पनि परेन, अब देशको नाम सम्झिरहन पनि परेन, इतिहासकारहरूको नाम, लडाइँको कुरा पनि सम्झिरहन परेन। सजिलोको लागि सिँगै पृथ्वीको इतिहासलाई दुई भागमा विभाजन गर्न सकिन्छ। एउटा सिनै पर्वत, अर्को पेन्टिकोस्ट। पेन्टिकोस्टबाट नयाँ युग सुरु भयो, सिनैबाट पनि नयाँ युग सुरु भयो। सिनैबाट एउटा देश सुरु भयो, पेन्टिकोस्टबाट एउटा राज्य सुरु भयो। अब पेन्टिकोस्टको कुरा बुझ्नुभन्दा पहिला यो सिनैको कुरा बुझ्यो भने पेन्टिकोस्टको कुरा बुझ्न सजिलो हुन्छ। सिनै पर्वतको घटना नघटुन्जेल वैधानिक रूपमा एउटा सङ्गठनात्मक रूपमा इजरायल देश जन्मिसकेको थिएन। परमेश्वरले प्रतिज्ञाहरू दिनुभएको थियो। त्यो प्रतिज्ञा अनुसार विधिवत रूपमा कुनै एउटा जातिलाई, कुनै एउटा समूहलाई एउटा देशको रूपमा परमेश्वरले सिनै पर्वतमा सम्बोधन गर्नुभयो। अब त्यो घटना घट्नको लागि यति धेरै कुराहरू त्यहाँनिर घटे, पूर्वाधारहरू जगो। तपाईँ हामी विश्वासी हुनको लागि पनि हाम्रो जीवनमा थुप्रै घटनाहरू घट्छन् अनि ती विभिन्न कारणहरूपछि हामी बुझ्दै बुझ्दै गएपछि हामी समर्पित हुन्छौँ। अब एउटा क्रम छ, परमेश्वरले काम गर्ने क्रम हुन्छ। अब यहाँ हेर्नुहोस्, सिनै पर्वतको घटना घट्नुभन्दा अघि उनीहरू इजरायलीहरू 430 वर्षसम्म अघि मिश्र देश, तपाईँले देख्नुभयो, उनीहरू मिश्र देशमा दासत्वमा परे। तपाईँले मलाई सोध्नुभयो भने दासत्वको पीडा कस्तो हुन्छ, त्यो दासत्वमा परेको व्यक्तिलाई मात्र थाहा। तपाईँ दासत्वमा पर्नु भएको छैन भने त्यो जति पढे पनि तपाईँले त्यसको रियल अनुभव गर्न सक्नुहुन्न। चार सय 30 वर्ष मिश्र देशमा दासत्वमा पर्दा इजरायलीहरू ठुलो अन्यायमा परेको थियो।
उनीहरूले नचाहेको काम गर्नु पर्थ्यो, उनीहरूले पारिश्रमिक ठिकसित पाउँदैन थियो, उनीहरूलाई दमन गरिन्थ्यो, उनीहरूको छोराहरू मारियो, उनीहरूको कुनै पनि कुरामा व्यक्तिगत हक अधिकार थिएन। एक किसिमले मानिस भए पनि पशु जस्तै अर्काको कब्जामा परेर उनीहरू बस्नु परेको थियो। दासत्वमा परेको व्यक्तिलाई छुटकारा एकदम धेरै खाँचो, अँध्यारोमा बस्ने व्यक्तिलाई उज्यालोको खाँचो हुन्छ। अँध्यारो कहिले जाला, उज्यालो कहिले आउला? उनीहरू 1 वर्ष होइन, 2 वर्ष होइन, 430 वर्ष हारायो दासत्व। तपाईँ हामी नेपालको मान्छे भएको हुनाले तपाईँले नेपालको इतिहास पढ्नु भएको छ भने नेपालमा पहिला दास प्रथा थियो, दासहरू राख्न पाइन्थ्यो। इभन तराईको डेटमा हामी अहिले पनि दास प्रथा प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा हामी देख्न पाउँछौँ। तपाईँ अझ पश्चिमतिर जानुभयो भने धेरै पाउनुहुन्छ। मैले भनिहालेँ अप्रत्यक्ष रूपमा होल नेपालमा अहिले पनि छ। नेपाल मात्रै होइन, युरोप, अमेरिका, अफ्रिका, संसारभरि तपाईँले पाउनु। त्यो 430 वर्षपछि उनीहरूको पुकारा परमेश्वरकोमा पुग्यो। जब मान्छे पीडामा पर्छ, जब रुन्छ, जब कराउँछ, जब पश्चाताप गर्छ, अनि परमेश्वरले उसको आवाज सुन्नुहुन्छ। यो क्रिस्चियनहरू पनि बाटो बिगाएर जब संसारमा जान्छ, संसारले उनीहरूलाई पेल्नुसम्म टेल्छ। टेल्छ, हिजो हाम्रो सरले भन्दै हुनुहुन्थ्यो उको लागि मिसिनले निचेर जस्तो निचार्छ। अनि सायद ऊ रोयो भने, उसले पश्चाताप गर्यो भने उसको आवाज परमेश्वरले सुन्नु। यो 430 वर्षपछि यिनीहरूलाई बचाउनको लागि परमेश्वर एउटा जलिरहेको पोथ्रामा देखा पर्नुभयो। यो पोथ्राबाट परमेश्वर इजरायलीहरूसँग बोल्दै हुनुहुन्छ। परमेश्वरले आफैलाई प्रकट गर्दै हुनुहुन्छ। यसलाई हामी सेल्फ रिभिलिङ गड, परमेश्वरले आफैलाई हामीलाई प्रकट नगरेसम्म हामी उहाँलाई चिन्न सक्दैनौँ। उहाँले आफैलाई रिभिल गर्दै हुनुहुन्छ। म तेरा परमेश्वर हुँ, म मेरो प्रजाको पुकारा सुनेको छु, अब म उनीहरूलाई छुटाउनेछु, तर म प्रतिनिधि बनाएर अगाडि पठाउनेछु मुसालाई। यहाँबाट बोल्नुभयो। अब ती इजरायलीहरूलाई यो घटना पनि थाहा भयो, अनि उनीहरूलाई छुटाउनको लागि परमेश्वरले 10वटा हाइरार्किक अर्डरमा सानो अन्धकारको शक्तिदेखि लिएर ठुलो शक्तिलाई कर्मसँग एकपछि अर्को 10वटालाई प्रहार गरेपछि बल्ल उनीहरूले मिश्र देशबाट छुटकारा पाए। आँखैले अद्भुत स्वर्गीय प्रहार उनीहरूले देखे। अब यही क्रममा उनीहरूको आँखा अगाडि मोशालाई परमेश्वरले सिनै पर्वतमा माथि लैजानु भयो।
त्यो पनि उनीहरूले देखे। 40 दिन 40 रात मोसा सिनै पर्वतमा माथि गए। त्यो घटना पनि इजरायलीहरूले देखे। अब मोसा 40 दिन 40 रात सिनै पर्वतमा जाँदा के घटना घट्यो पृथ्वीमा, त्यो कुरा हामी प्रस्थान 19 अध्यायमा पनि देख्छौँ अनि हिब्रू 12 मा पनि देख्छौँ। तपाईँले बाहिर पढ्नुहोस्, छोटकरीमा हामी हेरौँ। प्रस्थान 19 को 18 19 दुईटा पद पढिदिनुहोस्। प्रस्थान 19 अध्यायको पद 18 र 19। हेर्नु त, यस्तो घटना घट्यो जो मानव इतिहासमा घटेकै छैन। सिनै पर्वतमा परमेश्वर आफै आउनुभयो। अब पर्वत काप्न थाल्यो, भट्टी जस्तै पर्वत काप्न थाल्यो, धुवा निस्किन थाल्यो, गर्जनहरू आए। अब इस्रायलीहरू भयभीत भए। उनीहरूको आँखाले देखेको छ त्यो घटना। चट्यानहरू गयो, तुरैहरूको आवाज आयो त्यहाँनिर चर्को स्वरले। एउटा भयानक घटना त्यहाँनिर घट्यो। अब त्यो घटनाको बिचमा परमेश्वरले मूसालाई 10 आज्ञा दिनुभयो अथवा व्यवस्था। शिलापाटीमा लेखेर 10 आज्ञा दिनुभयो। अब इजरायल चाहिँ एउटा देश भयो विधिवत रूपमा। अब नयाँ युग भनेको व्यवस्थाको युग सुरु भयो। यो देशले स्वर्गको कानुन पायो। अब इजरायल देश सुरु भयो। ल अब तपाईँ एकछिन विचार गर्नुहोस् त, त्यतिखेर यो घटना देख्ने व्यक्तिहरू हाराहारी 20 लाखभन्दा बढी थियो इजरायलीहरू। हाम्रो देशको कानुन चाहिँ कति मानिसको उपस्थितिमा बनाइन्छ? सभासदहरू कतिजना हुन्छ नेपालमा? नेपालको कानुन तपाईँले पढ्नु भएको छ कि क्या? नेपालको संविधान बनाउँदा सभासदहरूले सही गर्नुपर्छ नि हरेक मुद्दामा। केही व्यक्तिले अब त्यहाँनिर सहमत जनाएपछि त्यो देशको कानुन बन्छ। यो सिनै पर्वतमा परमेश्वरले दिनुभएको कानुन देख्ने व्यक्तिहरू आजभन्दा धेरै 1000 वर्ष अगाडि 20 लाख। त्योभन्दा पक्का कानुन के हुन्छ होला? तपाईँलाई थाहा छ 10 आज्ञा
स्वर्गको कानुन हो। पृथ्वीको हरेक देशले आफ्नो आफ्नो देशको कानुन बनाउँछ। त्यो चाहिँ केही प्रतिनिधिहरू बसेर, त्यो देशका मन्त्रीहरू सभासदहरू बसेर उनीहरूले सिग्नेचर गर्छन्। तर यो दशैँ दिने बेलामा देख्ने मानिसहरू कति छन्? 20 लाखभन्दा बढी छन्। अब त्यो कस्तो कानुन हुन्छ? त्यो पृथ्वीभरिको लागि कानुन हो। त्यो कुनै देशले कुनै जातिले म मान्दिनँ भनेर सुखो पाइँदैन। तपाईँ नेपालमा बसेर म नेपालको कानुन मान्दिनँ भनेर सुखो पाइन्छ? पाइँदैन। पृथ्वीमा जन्मेको, पृथ्वीमा पढ्ने मान्छेले म दशाज्ञा मान्दिनँ, मैले दशाज्ञा सुनेको छैन भनेर सुखो पाउँदैन। देख्ने मान्छे कति छन्? 20 लाखभन्दा बढी। त्यो पनि फेरि सुटुक्क देखेको हो। कसरी देखेको हो? पर्वत हल्लिने गरी। एकछिन विचार गर्नुहोस्। तपाईँको यहाँबाट नजिकको पहाडको नाम के हो? हजुर, यहाँको नजिकको पहाडको नाम भन्नु। हजुर, माछागढी। 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 यो पहाड थरथरी काँपे भने नेपालभरिको मान्छे हेर्न आउँदैन कि आउँदैन? इन्डियाबाट पनि आइपुग्छ। अब सिनै पर्वतको घटना घट्दा रेडियो, टेलिभिजन, SMS, इन्टरनेट, वाइफाई केही पनि छैन। तर 20 लाख मान्छेले देखेपछि मैले देख्न पाइनँ, सुन्न पाइनँ भनेर पाइँदैन। मानव जातिको न्याय पुरा तयारीका साथ, आधारका साथ परमेश्वरले गर्नुहुन्छ। अहिलेको मिडिया नबन्नुभन्दा अगाडि अब सुसमाचारको माध्यम के थियो? व्यक्ति टु व्यक्ति। एउटा व्यक्तिले अर्कोलाई, अर्कोले अर्कोलाई, अर्कोले अर्कोलाई, अर्कोले अर्कोलाई, त्यसमा समय लाग्छ। तर त्यो संसारभरि फैलिन्छ। नेपालको मान्छेले मूर्ति पुज्न कहाँबाट सिकेको? उतैतिरबाट सिकेको। इजरायलतिरबाट। त्यहाँबाट फैलिँदै यहाँ आइपुग्न धेरै वर्ष लाग्यो। सायद मिडिया भएको भए 6 महिनामा आइपुग्थ्यो। मिडिया नभएको हुनाले अलिक लामो लाग्यो। तर झन् मजाले पुरा गाउँ सहर सबै कब्जा गर्दै आयो संसारभरि। तपाईँ यसो हेर्नु न, तपाईँले मानव सभ्यता मेचीमा जानुहोस्, नेपालीहरूले दाल भात तरकारी खाने तरिका र बुटोलमा आउनुहोस् अथवा तपाईँ दाङमा जानुहोस्, एउटै छ। कसो सिक्दै जाने भयो। त सिँगै पृथ्वीको लागि परमेश्वरले एउटै कानुन दिनुभयो। त्यो चाहिँ के हो? दशैँ। तपाईँ हामी प्रभुको छोराछोरीलाई दशैँमा के लेखेको छ कन्फर्म हुनुपर्छ। दशैँ थाहा भएन भने तपाईँ फर्ममा पर्नुहुन्छ। एकदम परमेश्वरले च्याप्पो समाउनु भयो भने मलाई थाहा छैन प्रभु भन्न पाइँदैन। 20 लाख मान्छे प्रत्यक्षदर्शी नेपालको कानुन 600 जना जतिले सिग्नेचर गर्नुभयो। अब नन क्रिस्चियनको न्याय दशैँबाट हुन्छ। सबै धर्म मान्नेको न्याय दशैँबाट हुन्छ।
तपाईँ हामी पनि दर्शकले राम्रो बुझेको छैन भने हामी फन्दामा पर्छौँ। स्वर्गको कानुन दर्शक ल एकचोटि ट्राई गरौँ। दर्शकमा के छ तपाईँले सक्नुहुन्छ? म बाहेक तैँले अरू कुनै किसिमको भाइ तिमीलाई थाहा छ जस्तो छ र बधाई छ। कुनै देवी देवता नमान्ने, त्यो देवी देवताले 430 वर्षसम्म तिमीहरूलाई फन्दामा पारेको थियो। त्यहाँबाट तिमीहरूलाई कसले छुटायो? मैले छुटाएँ। तिनीहरूको सेवा नगर्नु, तिनीहरूको पूजा नगर्नु, तिनीहरूको पछि नलाग्नु। अब तपाईँ हामी क्रिस्चियन भएर पनि देवी देवताको पछि लाग्यो भने हामी फल्नु। क्रिस्चियनहरूले मूर्ति पूज्ने तरिका फरक हुन्छ। त्यो फरक तरिकाले पनि देवी देवता पुज्नु हुँदैन, किनभने देवी देवताको काम के हो? दास बनाउने। तपाईँलाई 430मा ठगेर 860 पुऱ्याउनु, त्यही मिश्र देशमै राख्ने। अघि यहाँ कतिजनाले 4 नम्बर देखाउँदै हुनुहुन्थ्यो। तपाईँले सरी भन्नुहोस्, अब 3टा काटी हालेर नम्बर भनेर उहाँलाई ठाडो गर्नुहोस्। नो फर 1। देवी देवता मूर्तिको काम के हो? तपाईँ र मलाई परमेश्वर चिन्न नदिनु। अब मूर्ति देवी देवतालाई हामीले गेट आउट भन्नु पर्यो। घरबाट पनि, हृदयबाट पनि, परिवारबाट पनि। एकचोटि उठेर गेट आउट भन्नुहोस् त। उठेर के हाल्दै गेट आउट भन्नुहोस्। तपाईँलाई एउटा गीत थाहा छ कि छैन कुनै? शैतान पाउँदैन भने भन्ने गीत थाहा छ? गाउनु त। रेडी 1 2 3 4 5। गाम शैतानको शिविरमा जाऊ भन्ने गीत गाम न के शैतानको शिविरमा जाम। शैतान खुट्टा मुनि खुट्टा मुनि। ल गाम गाम। अब त्यसो भए यसो गरौँ, दुईटै खुट्टाको मुनि शैतानलाई राखौँ
एउटा एकछिन जम्प गर्नुहोस् जम्प 1 2 3 जम्प 1 2 3 जम्प 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 हस् बसिदिनुहोस् म बाहेक देवी देवता नमान्नु कुनै किसिम आफ्नो निम्ति कुनै किसिमको मूर्ति अथवा प्रतिमूर्ति नबनाउनु। यो के भनेको म बाहेक अरू कुनै कुरामा भरोसा नगर्नु। रुपियाँ पैसा धन सम्पत्ति शिक्षा जागिर पेसा व्यवसाय अनुभव तालिम सिप कला पृष्ठभूमि कुनैमा भरोसा नगर्नु। बैंक ब्यालेन्स इन्सुरेन्स यो शिक्षा क्रिस्चियनहरूको लागि शिक्षा एउटा खतरनाक मूर्तिपूजा हो। अब तपाईँले मेरो जीवनलाई अब सङ्घर्ष गर्नको लागि परिवार पाल्नको लागि शिक्षा चाहिन्छ। तर त्यो क्रममा तपाईँले शिक्षाको रियल कुरा बुझ्नु भएन भने शिक्षा प्रतिमूर्ति बन्न सक्छ। यो अब चारैतिर देखिएको समस्या हो। त कुनै मूर्ति प्रतिमूर्ति नबनाउनु। अब तपाईँलाई हामीसँग पैसा धेरै छ भने पैसाले मलाई बचाउँछ भन्ने नसम्झनु। हामीलाई बचाउने उद्धार गर्ने छुटकारा दिने प्रभु यीशु मात्रै हो। अब यी कतिवटा कुराहरूले हाम्रो भरोसा चाहिँ परमेश्वरबाट हटाएर हामीमा ल्याउँछौँ त्यसमा लैजान्छ उनीहरूले। त्यसैले प्रतिमूर्ति एकदम सजिलै मूर्ति बन्छ। अब यो क्रिस्चियनहरूको लागि खतरनाक चेतावनी हो। दुईटा भयो। तेस्रो परमेश्वरको नाउँ व्यक्तिमा नलिनु। अब यो चाहिँ दर्शाज्ञाको एकदम गहकिलो आज्ञा हो। अब यसलाई म तपाईँलाई बुद्धि भाषामा बताउँ। तपाईँको कम्युनिकेसन सिस्टम तपाईँले 24 घन्टामा जे बोल्नुहुन्छ जे सोच्नुहुन्छ त्यो चाहिँ परमेश्वरको वचनसँग मिल्नुपर्छ। दश आज्ञाको तेस्रो आज्ञाले त्यसो हुन्छ। इन्टायर कम्युनिकेसन सिस्टम परमेश्वरको वचनअनुसार हुनुपर्छ। क्रिस्चियनहरूले अब जे पाए त्यो बोल्नु हुँदैन। त्यसले परमेश्वरको नाउँलाई अपमान गर्छ। ठट्टा मजाक दिल्लगी जोक्स व्यङ्ग अश्लील कुरा झुट असत्य अधर्म तुलना प्रतिस्पर्धा निन्दा विरोध परमेश्वरको वचनसँग नमिल्ने कुनै पनि कुरा चाहिँ हाम्रो हृदयबाट बाहिर आयो भने त्यो गर्न भएन। दश आज्ञाको तेस्रो आज्ञा उल्लङ्घन गरेको ठहरिन्छ।
एकदम इम्पोर्टेन्ट। आजभोलि धेरै मिडिया प्रयोग गर्नेहरूमा क्रिस्चियन पर्छ। यसो केही भयो भने व्यङ्ग गरिहाल्ने। यो तेस्रो आज्ञाले सबै पक्राउ पर्छ। डोन्ट युज द्याट। हामीले जे पाए त्यो बोलेर बहादुरी गर्दैन। हामी आत्मिक जगतमा हार्छौँ। नेताहरूले मन पनि बोलेर उहाँहरूले भोट तान्नुहुन्छ। क्रिस्चियन लडाइँ त्यस्तो हुँदैन। क्रिस्चियन लडाइँ चाहिँ आत्मिक लडाइँ हो। हामी मन पनि बोल्न मिल्दैन हामीलाई, किनभने त्यो प्रत्येक शब्द अनुसार तपाईँको जीवन निर्माण हुन्छ। त यो तेस्रो आज्ञा एकदम गम्भीर छ। अब चौथो छ विश्राम दिन पालना गर्नु। शनिबार नेपालमा शनिबार मनाइन्छ। उता विदेशतिर आइतबार मनाउँछन्। इजरायलमा शनिबार हुन्छ। अरब देशहरूमा शुक्रबार हुन्छ। देशको बिदा जुन दिन पर्छ त्यो दिन मनाए ठिकै छ। हप्तामा एक दिन, 6 दिन तैँले काम गर्नु, 1 दिन विश्राम गर्नु। अब तपाईँ मैले हप्तामा 1 दिन प्रभुसँग समय बिताउने र मौका भयो भने मानिसको भलाइ गर्ने। विश्राम दिन सम्बन्धी यहुदीहरूको धारणा गलत थियो। उनीहरू नियम नै बाँधिएको थियो। यसकारण यसो प्रभुले जानी जानी विश्राम दिनमा धेरै भलाइका काम गर्नुभयो, निको पार्नुभयो, थुप्रै भलाइका कामहरू गर्नुभयो। उनीहरू चिटिए। प्रभुले उनीहरूलाई ठिक उत्तर दिनुभयो कि विश्राम दिनमा भलाइ गर्नु उचित छैन। तिनीहरूको एउटा पशु विश्राम दिनमा खाल्टाउनु पर्यो भने उसलाई निकाल्नु ठिक छैन। अब व्यवस्थाको बन्धनमा परेपछि उनीहरूले शनिबार अथवा विश्राम दिनमा भलाइ पनि नगर्नु।